ग्यास्ट्रिक बढिरहेको बेलामा मसला कसरी प्रयोग गर्ने अथवा मसला कुन तरिकाले खाने, खुर्सानी खाने कि नखाने, टमाटर हाल्ने कि नहाल्ने, प्याज लसुन के गर्ने, तपाईँहरूलाई त्यस्तो खालको धारणा हुन्छ। र आज मैले तपाईँहरूलाई त्यो बारेमा ठ्याक्कै भन्छु है। तपाईँहरूलाई प्याज भनेको एउटा निन्द्रा लगाउने, एउटा झम्म पार्ने, निन्द्रा आउने तरिकाको लागि मात्रै हो। पेट सम्बन्धीको समस्या भएपछि खासमा प्याजमा तेल हुने र यो चिसो प्रकृतिको त्यो प्याज भनेको चिसो प्रकृति, हाम्रो शरीरको लागि चिसो प्रकृतिको चिज हो। त्यही भएर यसलाई त्यति धेरै जरुरी पनि पर्दैन, महँगो पनि हुन्छ र ठिक्क मात्रामा राखेर खानुहोस् र सन्चो हुन्छ भने। नत्र भने प्याजको पकौडा त झन् यो पेटको रोग भएको बेलामा त देखाउँदै नदेखाउनुहोस् है त। र लसुन कति प्रयोग गर्ने, हरेक एक व्यक्ति बराबर एक केस्रा लसुन है त, त्योभन्दा बढी आवश्यक छैन। त्यति चाहिँ एकदमै आवश्यक छ हाम्रो लागि, नत्र भने बातहरू हुन्छ, हामीलाई एन्टिबायोटिकको रूपमा लसुन प्रयोग गर्नुपर्ने हुन्छ। र तपाईँहरूले बेसार चाहिँ एक नम्बरको बेसार, घरेलु बेसारहरू प्रयोग गर्नु होला। मिक्स खालको भन्दा एकदम ओरिजिनल चिजहरू प्रयोग गर्नु होला, किनकि यो पनि एन्टिबायोटिक बहुत राम्रो चिज हो। र मसला कसरी तपाईँले प्रयोग गर्ने भनेको एउटा सिलौटो किनेर ल्याउनुहोस्। हेर्नु, हामीलाई यति धेरै सुखी भइयो कि, यति धेरै सुखी भइयो कि मुखमै ल्याएर खुवाइदिने मान्छे चाहिन्छ कि जस्तो भयो। होइन, तपाईँ हाम्रो बिहान बेलुका पकाउने मान्छेले लसक 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 पार्दाखेरि एक त त्यही योगा हुन्छ, र अर्को कुरा भनेको ताजा मसलाले जतिको त्यो धुलो मसला, प्रिजर्भ गरेर राखिएको मसलाले काम गर्दैन। एक दिन पिनाएर ल्याएको मसलाले 2-3 दिन त्यसको राग छौन्जेल बिर्कोबाट नउडुन्जेल मात्रै काम गर्छ। त्योभन्दा बाँकी चाहिँ तपाईँको पाउडर बाहेक अरू केही कामै गर्दैन। र तपाईँले प्रत्येक दिन के गर्न पर्यो भने, चारजना हुनुहुन्छ भने 4 केस्रा लसुन, 1 चम्चा जिरा, अब धनियाँ राख्न सक्नुभयो सपोर्टमा। अनि तपाईँले पाइल्स छैन भने पनि अलिकति अदुवा राख्नुभयो भने पाचन बढाउँछ। र हरियो खुर्सानी थोरै 1 टुक्रा राख्नुहोस् र पिन्नुहोस्। तर सुकेको खुर्सानी बिउ परेको सिड्स, बिउको लागि मात्रै बनेको हो, त्यो चाहिँ प्रयोग नगर्नुहोस्। र हरेक दिन यसरी प्रयोग गर्नुहोस्। र टमाटरलाई अथवा तपाईँले मसलै मिक्सचर तुरुन्तै तपाईँसित सिलौटो छैन भने, मिक्सचरमै बनाउनुहुन्छ भने टमाटरलाई चाहिँ छुट्टै तरकारीमा हाल्नुहोस्। मिक्सचरमा हालेर टमाटरलाई जसले गराइन्छ त्यसको बिउ पनि पिनिएर आएको हुन्छ, त्यो हामीलाई पच्दैन। हेर्नुहोस्, सेफ्टी ट्याङ्कीबाट गएको फालेको ठाउँमा पनि टमाटर उम्रिन्छ, त्यो एकदम कडा हुन्छ। त्यस्ताको बिउहरू हामीले प्रयोग गर्नु हुँदैन। सुकेको खुर्सानीको बिउहरू पनि हामीलाई खराब हुन्छ, त्यही भएर सुकेको खुर्सानी चाहिँ नखाने। हरियो चिज चाहिँ के हो भने, हरियो दुबोको रस, हरियो जमराको रस, तपाईँले अम्बाको मुन्टा खाए पनि, हरियो तुलसीको पत्ता खाए पनि, अथवा घोटा पनि खाए पनि, हरेक चिजको हरियो भने जस्तै हरियो खुर्सानीले तपाईँलाई फाइदा नै गर्छ। तर आवश्यकभन्दा बढी चाहिँ पेट पोलिरहेको बेलामा चाहिँ, अथवा बढी के अरे पेटको समस्या भएको बेलामा भित्रपट्टि के हो भने चिप्लो पदार्थ गएर अनि तपाईँको खस्रो मासुको भित्ता देखिएको ठाउँमा चाहिँ के हुन्छ भने, उही काटेको ठाउँमा नुन खुर्सानी दल्ने भने जस्तै हो। र तपाईँले चाहिँ मरमसलामा के गर्ने भने, अथवा तरकारीहरू कस्तो चिज बनाउने भने अलिकति नुन बढी नराख्नु होला। किनभने नुन बढी राख्यो भने सडाउने बाहेक काम गर्दैन। नुन हल्का कमै खानुहोस्। 2-3 आइटममा नुन हालेर खाइन्छ भने हामीलाई पुग्छ, आवश्यक मात्रामा पुग्छ। बढी खाने बानी छ भने घटाउँदै जानुहोस्। बानी घट्यो भने कोही ठाउँमा बढी अलिकति हालेको छ भने नि आफूलाई बढी लाग्छ। र हामीलाई जस्तो बानी, जस्तो फाइदा हुन्छ त्यस्तै खालको बानी बनाउनुपर्छ शरीरलाई। र तपाईँहरूले चिसो खालको जस्तै काउली अथवा तपाईँले पिँडालु अथवा कुनै चिसो खालको चिज बनाउँदै हुनुहुन्छ भने गर्मी खालको ज्वानोले झान्नुहोस्। र गर्मी खालको कटर अथवा अरू चिज भनौँ न, गर्मी प्रकृतिको मुस्रुकै दालहरू यस्तो छ भने जिराले झान्ने, अथवा झान्ने बेलामा त्यस्तो गर्नुहोस्।
हामीले के हो भने सकभर हाम्रो भान्सा मिलाएर हाम्रा पैसा जोगाउने हो। हेर्नुहोस्, हामीलाई स्वास्थ्यको लागि खाने हो। विदेशीले जसरी स्वास्थ्यको लागि खाइन्छ त्यही नै हो। अहिले हामीले राम्रोसित खाइन्छ। ल मानव मासु खाँदाखेरि मसला डबलभन्दा तेब्बर हालिन्छ। त्यो नगर्ने के। जति आफूले तरकारीमा हाल्ने गरेको थियो त्यति हाल्दिने, अरू बाँकी मासुले नै टेस्ट लिएर आउँछ। हेर्नु, र मासु पकाउँदाखेरि हरेक दिन दही हालेर पकाउने, बोसो नराखिकन पकाउने गर्नुहोस्। यति गरेपछि तपाईँहरूको शरीर सधैँ स्वस्थ हुन्छ, हाम्रो पैसा जोगिन्छ। आजलाई यति नै। हस्त, धन्यवाद।